नमस्ते। अघि पनि म यो घर जलेका ठाउँमै आकी चाहिँ भिडियो अपलोड गरेकी थिएँ। अहिले चाहिँ यहाँ मेन विशेष दुईजना दिदीहरू हुनुहुन्छ, उहाँहरूको एकदमै घर जलेको। अनि उनले चाहिँ यहीँको यो पक्की घर आफ्नो सबै यो घर भत्काएको, उतातिरको बजार नजलोस् भनेर उता बजार जल्ने रहेछ सबै, यदि तपाईँले नभत्काएपछि है। अनि डोजर लाएर उनले यो सब भत्काएको रहेछ। सहयोगी दाताहरू तपाईँलाई धेरै धेरै धन्यवाद। सामानसहित उहाँलाई चाहिँ हामीले सम्मान स्वरूप आफ्नो घर भत्केको भनेर उहाँलाई हामीले 7,555 रुपियाँ नगद दिएका छौँ भने अब उहाँ पनि एकल रहेछन्, उहाँलाई भएन। तर कुनै दाताले कसैले सहयोग गरेपछि उहाँलाई हामी सम्झनेछौँ। के भएको थियो, कसो तपाईँले यत्रो मेहनत गरेको? यस्तो हो म्याडम, हामी अब यहीँनिर थियो मेरो होइन, माथि अब दुईवटा कोठा टिनका जोडेका चाहिँ मैले आफूलाई बस्नको लागि तल भाडामा दिएको थियो। अनि अब त्यसैले यहाँ डुङ्गो अजायो के भयो भनेर हामी उँभा दौडिँदाखेरि त्यो निभाउन सकेन। अनि मेदा उठेर म उधी फर्कन सकेन। मेरो घर जलेको पनि मलाई थाहा नै, मेरो घर फालेको पनि थाहा थिएन होइन। अब बिहान आएर मैले यो घर देख्दाखेरि मेरो होसै पनि थिएन, मेरो सामान बचाउनु पर्छ भन्ने मेरो मनमा पनि थिएन होइन। तपाईँले अरू बचाउनु पर्छ मैले अब ठिकै छ, अरू म खरानी भए पनि अरूलाई बचाउनु पर्छ, आधा बचत बाँचे पनि ठिकै छ भनेर त्यस्तै गरेको हो। अब मलाई अरू केही चाहिएन, मलाई घाँस कपासका लागि म जनप्रतिनिधिलाई पनि गुहार मागिरहेको छु। जहाँ अब ठौरा बसेका दाजुभाइलाई पनि मेरो आग्रह छ, जसरी हुन्छ मेरो बस्ने ओटो मलाई चाहियो। अरू त्यति हो, धन्यवाद। तपाईँ के भन्नुहुन्छ? अब के भन्ने हो, अब जे नहुनु थियो त्यो भइहाल्यो। अब हामी एक महिलाहरू हो, कसरी कसको घरमा बाँच्ने, हामीले जसरी तसरी आफ्नो गुजारा चलाएको थियौँ। अब त्यो त कसैलाई थाहा थिएन, कसरी खाथे कसरी बसेको थियो भन्ने। अब यो अग्निले पनि हामीलाई कुनै ठाउँबाट राखेन। अब हामीले कहाँ गएर बस्ने, कसको घरमा बस्ने आश हजुरहरूको छ। भोलिका दिनमा पनि यस्तै आश भरोसा धन्यवाद। अब ठिक छ, अब यहाँ हाम्रा अध्यक्ष हाम्रा दाजु पनि हुनुहुन्छ सबै यहीँ। अब हामी त सान्त्वना दिने मात्र हौँ, बनाउने भनेका यहाँकै सरकार हो। यो सरकारले पनि धेरै पहल गरिरहेको मैले देखेको छु सामाजिक सञ्जालमा। तपाईँहरूको घर चाँडै बनियोस् भन्ने आशा राख्दै हामीले राहत सहित उहाँलाई नगद दिइसकेको जानकारी गराउँदै 27 जनाका घर जलेका छन्। 27 जनालाई हामीले थोरै भए पनि सबै दाताहरूको सहयोगले राहत दिएका छौँ। धन्यवाद।